हेलो हाई नमस्ते सबैलाई। आज भने चाहिँ म बाटो बनाएर चाहिँ हुरुक्कै भएर चाहिँ घर फर्किँदैछु। मेरो घर जाने बाटोको हालत चाहिँ यस्तो छ र आज मेन रोडकै छेउमा तल मेन रोडै भनौँ है, तर बनाइकन आएको। त्यहाँनिर एकदमै योभन्दा पनि हालत खराब भइरहेको थियो। बाटो बनाएर 2 दिन भयो बाटो बनाएको। बाटो बनाएर अब भोलि चाहिँ सकिन्छ होला। सो टालटुल मर्मती ढुङ्गा माटोहरू लगाएर चाहिँ यसो बनाएको नि। के गर्नु, धेर गर्नु त सकिँदैन। हामी सबैजना होमस्टेकोहरू मिलेर बनायौँ आज बाटो। मेरो चाहिँ घर जाने बाटो चाहिँ यस्तो छ, हालत नाजुक। डेली ड्युटी हिँडाइ हुन्छ यो बाटोमा, स्कुटीमा। बाटो चाहिँ तर यस्तो छ, के गर्नु, यति बनाउनु पनि भ्याइएको छैन, आँटै आउँदैन। बेसी भत्केकोले गर्दा बनाउनु त बनाउनै पर्छ। अब अलिकति पानी रह्यो भने चाहिँ यसो आफै सिमेन्ट बल्ला किनेर भए पनि आफ्नै खर्चमा बनाउनु लगाउँ भनेको। त्यही पनि पानीले साथ दिएको छैन योपालि। बनाउनु चाहिँ बनाउनु पर्छ। आफै हिँड्ने बाटोहरू विशेष चाहिँ बिमारीहरू हुँदाखेरि, बिमारी चाहिँ बोकाइ हुन्छ र चाहिँ एकदमै मलाई साह्रो लाग्छ। गाउँमा बिमारीहरू मात्रै छ, बोक्नु भने पनि छैन। भाइ बहिनी सबै बाहिरतिर गएर काम गर्छ, गाउँमा पनि। अन्त हामीलाई साह्रो हो, गाउँमा कसै बिमारी भयो भने पनि। त्यही कारण चाहिँ अलिअलि सिमेन्ट बलुवा गिटी किनेर चाहिँ बाटो चाहिँ अलिअलि बनाउनु पर्यो भनेर सोचेको। त्यही पनि दिनले साथै दिएको छैन र यत्तिको बाटोमा घिसिँदै भए पनि हिँडाइ हुन्छ। दुःख सुख ड्युटी चाहिँ गएर आउँछु यो बाटोमा। यस्तो छ बाटो चाहिँ। हेर्नुहोस् है, हाम्रोपट्टिको बाटो यस्तो भएको छ योपालिको बर्खाको पानीले। ए हजुर, बोजूले पनि के को लोभ लागेको हौ? डोको पो बोकिरहेछ त? किन बोकेको? जा ए हो, डोकोमा लगेको के लानुको लागि लिएको डोको? हो र? हुन्छ, हवस् त। तपाईँहरूलाई अब पछि म यो बाटो राम्रो भएपछि है, कम्प्लिट बनिएपछि, यो वर्ष त बनिन्छ होला यो रोड, बनिने आशा त छ। बन्यो भने तपाईँहरूलाई देखाउँछु है यो बाटो कस्तो हुन्छ भनेर। मेरो चाहिँ घर आइपुग्नै लाग्यो। यहाँ माथि हो मेरो घरहरू, यहाँनिर छ। हुन्छ, राम्रो बाटो भएपछि तपाईँलाई भिडियो गरेर देखाउँछु नि है। हवस् त, बाई बाई।